के छ माया आइफोन आइफोन हामी बोक्न नसक्ने त होइन नि किन्नु नसकेको मात्र हो होइन बोक्नु झोला नभएर मात्रै हो होइन बोक्न सक्छु तर किन्नु नसकेर हो गाई हामीलाई जान्छु नसक्छ तर हाम्रो आइफोन भन्दा कमको छैन हाम्रो भन्नु पनि के भन्नु आफूसँग जे छ त्यसैमा रमाउनु पर्ने हुन्छ रमाउन सिक्नु पर्ने हुन्छ गाई चाहिँ बाँकी कुरा यस्तै उस्तै हो त्यसै लागि प्रब्लमको हालत यस्तो छ टक्क परेर ढुङ्डोले हावाले जाँदैछु चलाउँदै हाम्रो बाटो चाहिँ यस्तो रहेको छ गाई वाउ राम्रो छ हौ ठिक छ बनिरहेछ चाहिँ हामी चाहिँ राम्रो नै मन्दिर जाँदैछु अहिले चाहिँ यता खोला पाकिसकेछ मान्छेहरू जाने आउने कर्मचारी छ जाने आउने कर्मचारी छ हामी चाहिँ भर्खर आधी बाटो चाहिँ पुग्यौँ कि भन्ने लागिरहेछ यता पछाडि के छ हालखबर बहुत बिजोगले आउँदैछौँ है हामीहरू यो चाहिँ के को टावर हो कि पोल हो यस्तो सुनाको रेल यो चाहिँ किन राख्नुभएको यो यसको खै यहाँ माथिको चाहिँ काटेर लग्दैन हजुर चोरहरूले लग्दैन चोरले केटाहरूले लग्दैन यता लागि मै गाई छ आया कस्तो अप्ठ्यारो यति सजिलो पाहाडको बाटो देख्नु भन्छ केसे होला केसे हो पानी परेको लाग्यौँ है लाग्यौँ तर दामी छ ल ठाउँ चाहिँ यता पनि भिडियो बनाएर हालिदिनुपर्छ भाइरल हुन्छ होला हौ कस्तो राम्रो नअप्ठ्याक्क बिचमा पानी चाहिँ अहिले छैन नहरमा यता चाहिँ बाँसघरी यता बाटो हाम्रो बाटो चाहिँ यता बारीदेखि जाने रहेछ साइकल र बाइक चाहिँ मात्रै टर्किन्छ त गाडी चाहिँ यताबाट जाँदैछु गाडी कस्तो राम्रो हेलो 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 सुन्दरीहरू सुन्दरीहरू हेलो 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 अब चाहिँ हामी आइपुग्न लाग्यौँ हाम्रो हेलिकप्टर चाहिँ यहाँ छ हाई भ्लगमा राम्री चाहिँ आउनु पर्यो है त्यहाँ सबैले मलाई नै हेर्ने हुनु पर्यो अरूले मुटुमा मेरो घाउ बनाइदेऊ कोतारेर जिउभरि घाउ हुन्छ हाम्रो दिदी आमा कति राम्री दिदी के आना राम्री छु भनेर हल्का त राम्री बनाइदिएकै हो यतिकै राम्रो छु हाम्रो दिदी दिदी ठिक छ ल गाइस अब हामी फेरि लाग्नुपर्ने हुन्छ अब यतादेखि आएर हामी चाहिँ यहाँ आइपुगेको छौँ अब जानुपर्ने हुन्छ अझै अझै छ जानुपर्ने ठाउँ चाहिँ अझै छ छोरी आउनुहुन्छ भने चाहिँ हुन्छ हामी चाहिँ आइपुग्यौँ अब चाहिँ यहाँदेखि चाहिँ सफारी हाम्रो गाडी चाहिँ उतै फर्किनेवाला छ हामी चाहिँ आइपुग्यौँ यहाँ यता सबै भ्लगर फेरि हजुरलाई स्वागत छ मेरो हामीलाई स्वागत छ यहाँ भ्लगर यहाँ सब्स्क्राइब गरिदिनु सबैजनाले गरिसकेँ मैले अनि दिदी उता यतातिर यता हाम्रो दिदीहरू हुनुहुन्छ हाम्रो टोलीहरू चाहिँ यता हुनुहुन्छ ल जाम हौ अब सफारी नै सफारी मान्छे नै मान्छे तर के हो यस्तो हौ यहाँदेखि चाहिँ अब हामी हिँड्दै जानुपर्ने हुन्छ गाई चाहिँ सो
घाम पनि टिनिक्क टन्किरहेछ यता नि मेला लागेको रहेछ त छाप्राक छुप्रो के आएछ छिटो आउनु है अझ यो पुलदेखि पारी उता उतै हामी चाहिँ पुगिसक्यौँ फाइनली रामधुनी चाहिँ अब यतै हो जाऊँ न मन्दिर यस्तो छ सबै हेर्न सक्नुहुनेछ यो चाहिँ रामधुनी मन्दिर त अझ छैन नि मन्दिर पुगेको छैन यो त छेउ मात्र हो अझ उता मन्दिर एउटै हो नि लक्ष्मी माताहरू छ चिरञ्जीवी मन्दिर फाइनली गाइज हामी चाहिँ ठुलो मूल मन्दिरमा चाहिँ हामीले दर्शन गरिसक्यौँ यता दिदीहरू हुनुहुन्छ सबैजना टिका सिका लगाइसक्यौँ दर्शन गरेर हामी चाहिँ अब चाहिँ बाँकी नै छ सो हामी अब चाहिँ गर्नेछौँ पूजा हामी चाहिँ यहाँ छ टिका लगाएकै छौँ डुलेकै छौँ गाइस यस्तो चाहिँ यता चाहिँ पर्छ गरिसकेको छैन अझै छ अब पालो आउँदैछ नि हो गाइस चिन्ता नगर्नु न म छु त अरे म छु आउनुहोस् पूजा गर्नु पसेको आशुसरी भएर सकेकै छैन अझै पनि घुम्नु रहेछ घुम्दिन हामी पनि होइन मन्दिर आएको बल्ल बल्ल वर्ष दिनमा एकचोटि आइन्छ यो के भन्छ यो मन्दिर चाहिँ त्यही भएर आफूलाई मजाले राम्रो पूजा गर्ने हो वरदान माग्ने हो है गाइस पुरा नहुनु चाहिँ आफू भागेको कुरा हो त्यो पनि हामीले वरदान चाहिँ माग्नु पर्छ भिडियो बनाउँदै हामी चाहिँ यता चाहियो भने नालाहरू छ बस्दा छ यता सबै बजार मेला छ यता चाहिँ मेला छ सबै हाम्रो साथीहरू हराउनु भएको अवस्था छ कता छिर्नुहुन्छ गर्नुभयो अब त
तलामा मान्छे हजार बजारमा मान्छे हुन्छ। वाउ आयो फाइनली चटपटे रामधुनीमा आएर हामी सुन्तला पनि छ यता जेरी यो के हो जेरी यता सुन्तला छ यता चटपटे पिरो भयो खोर्सानीको अनि उयो ऊ चाहिँ दिनु न त मलाई यस्तो चाहिँ ल आम्मामा नुन कडा भयो नुन मजा भयो हमको त हो गया है बस हजुर खोइ खाना ऊ ढाकी खारियन गरी उठ्नु छ होला लाम दुट्नु भाङ लगा खिम्या खाजे किन न चाउच भाङ नबना निनी एक बारको जिन्दगी है अहिले गाइस हामी चाहिँ अब चाहिँ दर्शन सर्शन गरेर खाजा खाएर पनि हामी चाहिँ फर्किम गाइस अब चाहिँ घरतिर लाग्नु पर्ने हुन्छ ओ क्या है ये सब क्या है भाई साहब क्या है क्यों ऐसा डरेम डरेम क्यों ऐसा डरेम डरेम हो कर रही हो भाई साहब अनि हामी चाहिँ अब फर्किम गाइस चाहिँ अब चाहिँ हामी फर्किनु पर्छ घर पनि काम यति धेरै छ मान्छे यहाँ चिलमा पिरमा घरको कामले यहाँ पिर चिन्ता लागिरहेछ मन पोलिरहेछ भनिस्यो आयो अनि हामी चाहिँ अब फर्क्यौँ मेरो अब हामी चाहिँ के अरे रामधुनीबाट अब हामी आफ्नो घरतर्फ फर्किरहेको छौँ सबैजनाले मेरो मायालुको लागि युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनु अनि भिडियोहरू फुल वाच हेरेर लाइक कमेन्ट सेयर गर्नु चाहिँ नभुल्नु होला भन्दै आजको भिडियो चाहिँ हामी यहाँ इन गरिदिउँ कि के हो माया है इन गरिदिनु अघि नै